व्यवस्था नै परिवर्तन गर्नुपर्ने आन्दोलनमा अलिअलि अराजकता सहित हुनु ठुलो कुरो होइन। व्यवस्था परिवर्तन गरेरै छाड्नुपर्छ। हिजोको घटना जो आर्मी प्रहरीले गराएको हो त्यसलाई हामी भर्त्सना गर्नुपर्छ र अब हामी डराउनु हुँदैन, पछि हट्नु हुँदैन, व्यवस्था परिवर्तन गरेरै छाड्नुपर्छ र हिजोको आन्दोलनमा देखिएको अलिकति जनशक्ति चाहिँ कम नै भएको देखिन्छ। टाउके लिडरहरूले चाहिँ 4-5 लाख जनशक्ति चाहिँ उतार्नुपर्छ। त्यही भएर सम्पूर्ण एकजुट भएर गाउँ गाउँ बस्ती बस्तीदेखि उठौँ, यो व्यवस्था परिवर्तन गरेरै छाडौँ। यो गणतन्त्र देशले धान्दैन। यी छोटे राजाहरू हामी पाल्न सक्दैनौँ। यिनीहरूले राम्रो काम गरेनन् र भ्रष्टाचारमा मात्रै लिप्त भए। अब हामी जनता जाग्नै पर्छ, राजतन्त्र फर्काउनै पर्छ। डराउनु हुँदैन। जसलाई समाते पनि, जसलाई नजरबन्दमा राखे पनि केही फरक पर्दैन। यो सरकार डराइसकेको छ। अब हामी पछि हट्न मिल्दैन। हामी अगाडि बढेर व्यवस्था परिवर्तन गर्नै पर्छ। जय देश।